हेलो एभ्रिवान, आजको भिडियोमा तपाईहरुलाई यदि तपाईले भर्खरै म्याकबुक किन्नु भएको छ भने तपाईलाई म्याकबुकमा अफिसियली युट्युब एप्लिकेसन इन्स्टल भएको हुँदैन र तपाईले युट्युब डाउनलोड गर्नको लागि एप स्टोरमा जाँदाखेरि तपाईले प्रिमियम युट्युब एप्लिकेसन हेर्नुहुन्छ जुन पैसा तिर्नु पर्ने हुन्छ। त्यसकारण यस भिडियोमा तपाईले अलमोस्ट एभ्री एप्लिकेसन तपाईले आफ्नो डेस्कटपमा अफिसियली एप्लिकेसन राखेर बनाएर आफै क्रिएट गरेर बनाएर राख्न सकिन्छ, जुन चाहिँ एकदमै इजी छ। नो एक्सटेन्सन, इजी प्रोसेस। नाउ विदाउट डिङ डिले, लेट्स गेट स्टार्टेड। फर्स्टमा तपाईले कुनै पनि ब्राउजरमा, सफारी होस् या गुगल ब्राउजरमा ओपन गर्नुहोला। त्यसपछि तपाईले कुन एप्लिकेसनको अफिसियल एप्लिकेसन क्रिएट गर्न चाहनुहुन्छ। फर एक्जाम्पलको लागि म youtube.com टाइप गरेपछि अफिसियल वेबसाइट खुल्छ अनि म यसलाई अब अफिसियल युट्युब एप्लिकेसन क्रिएट गरेर तपाईहरुलाई सिकाउने छु। त्यसैगरी तपाईले अर्को एप्लिकेसन पनि क्रिएट गर्न सक्नुहुन्छ। फर एक्जाम्पल WhatsApp गर्न सक्नुहुन्छ, ChatGPT गर्न सक्नुहुन्छ, अरु धेरै एप्लिकेसन तपाईले यही मेथडबाट गर्न सक्नुहुन्छ। नाउ यसको युट्युब एप्लिकेसन अफिसियल युट्युब एप्लिकेसन क्रिएट गर्नलाई तपाईले यो माथिको सर्च बक्स जुन यो युट्युबको URL छ, तपाई यसलाई सिलेक्ट गर्नुहोला। सिलेक्ट गरिसकेपछि तपाईले यो URL लाई डेस्कटपमा ड्र्याग गर्नुहोला। यसरी ड्र्याग गरेर डेस्कटपमा ल्याउनुहोला। यस्तो ड्र्याग गरेर ल्याउनुहोला। त्यसपछि तपाईले अर्को ट्याब खोलेर तपाईले अब कुन सबैको आइकन चाहिए आइकनको लागि macOS आइकनमा वेबसाइटको अफिसियल वेबसाइटमा इन्टर गर्नुहोला। त्यसपछि यहाँ सर्च बक्समा गएर यसमा साइन अप र साइन इन गर्नु पर्दैन। यसको लोगो डाउनलोड गर्नलाई त्यसकारण तपाईले युट्युब यहाँ सर्च गर्नबित्तिकै धेरै लोगो खोल्छ। तपाई यसमध्ये आफूले चाहेको लोगोको डिजाइन तपाईले राख्न सक्नुहुन्छ युट्युब एप्लिकेसनमा। मैले एक्जाम्पलको लागि यो सुरुकै युट्युबको यो लोगोलाई ड्र्याग गर्छु। डेस्कटपमा ड्र्याग गर्नुहोला। ड्र्याग गरिसकेपछि अब तपाईले यो ब्राउजरलाई बन्द गरे पनि हुन्छ। अब मेन पार्ट, तपाईले यो जुन ड्र्याग गरेर ल्याउनु भएको छ, यो जुन युट्युबको URL वेबसाइटको URL छ, यसमा टु फिंगरमा एकचोटी थिचेपछि तपाईले यस्तो खालको पपआउट खुल्छ अनि गेट इन्फो ओपन गर्नुहोला। यो ओपन गरिसकेपछि तपाईले अब जुन यो लोगो ड्र्याग गरेर ल्याउनु भएको छ त्यो चाहिँ ठ्याक्कै यहाँ ल्याएर राख्दिनु होला अनि ड्र्याग गर्दिनु होला। ल्याएपछि यसरी तपाईले अब यसलाई ड्र्याग गरेर यहाँ ल्याउनु होला। यसरी ल्याएर लेफ्ट कर्नरमा, ठ्याक्कै टप लेफ्ट कर्नरमा यसरी राख्दिनु होला। यसरी राखिसकेपछि तपाईले अब क्रिएट गर्न सफल हुनुभयो तपाईले नयाँ युट्युब एप्लिकेसन, अफिसियल युट्युब एप्लिकेसन। यसैगरी तपाईले अर्को एप्लिकेसन पनि क्रिएट गर्न सक्नुहुन्छ। नाउ अब तपाईले जब यसमा क्लिक गर्नुहुन्छ, यसमा अब अफिसियल युट्युब खुल्छ। म यस्तै गरी यो युट्युबको लोगो क्रिएट गरेर राखेको छु। ChatGPT को एप्लिकेसन क्रिएट राखेको छु। म ChatGPT यसरी थिच्ने बित्तिकै ChatGPT खुल्छ। नाउ यस्तै इन्फर्मेटिभ भिडियोको लागि मेरो युट्युबलाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क यू।